माननीय सदस्य मदन कुमारी शाह। सम्माननीय अध्यक्षज्यू, सबभन्दा पहिला म राष्ट्र, राष्ट्रियता, गणतन्त्र र सुशासनका निम्ति 2007 सालदेखि भदौ 23, 24, 2082 सम्म भएका सबै क्रान्ति र आन्दोलनमा शहादत हुनुभएका ज्ञात अज्ञात शहीदहरूमा म मेरो पार्टी नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। राष्ट्रिय सभा र प्रतिनिधि सभामा नवनिर्वाचित हुनुभएका सम्पूर्ण मान्य सदस्यहरूलाई म हार्दिक बधाई दिन चाहन्छु। उहाँहरूको सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। त्यसैगरी अहिले हामीले नयाँ सरकार प्राप्त गरेका छौँ। म यो सरकारका सम्माननीय प्रधानमन्त्री, मान्य मन्त्रीज्यूहरू सबैलाई हार्दिक बधाई दिन चाहन्छु। उहाँहरूको सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। यसै सन्दर्भमा आज हामी राष्ट्रिय सभाको विश्व अधिवेशनको पहिलो दिनमा उपस्थित भएका छौँ। यस सन्दर्भमा विश्व अधिवेशनको ऐतिहासिक र भव्य सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। सम्माननीय अध्यक्षज्यू, आज हामी जुन व्यवस्थामा छौँ यो व्यवस्था, यो गणतान्त्रिक सङ्घीय गणतान्त्रिक व्यवस्था त्यतिकै प्राप्त भएको होइन। यसमा ठुलो बलिदानी हामीले दिएका छौँ, नेपाली जनताले दिएका छन्। त्यसकारणले यो बलिदानबाट प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता प्रति हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी सधैँ प्रतिबद्ध रहेको कुरा पनि म यहाँ अनुरोध गर्न चाहन्छु। सम्माननीय अध्यक्षज्यू, हामी सबैलाई थाहा छ हामी जटिल भूगोलमा अवस्थित छौँ। यस्तो अवस्थामा अवस्थित छौँ जहाँ ठुला ठुला भूगोल भएका देशहरू छन्, विकासको हिसाबले प्रतिस्पर्धामा छन्। यस्तो अवस्थामा हामी अवस्थित रहेको बेला नेपाललाई, नेपालको राष्ट्रियतालाई जोगाउँदै